पैसा भयो भने नेपालमै म स्थिर के गर्ने। हेर्नुस् यहाँ पनि नेपाल जस्तै छ। कति सानले हिँडेको छ पैसा हुनेहरू नेपालमा। कार चढेको छ हैन। हामी यहाँ जङ्गलमा बिना पैसा डुलिरहेछौँ। नेपालमा हुनेहरूले बुट खोज्दै हिँड्छौँ हामी यहाँ। नेपालमा पैसा टिप्ने कि टिपिरहेछ मजाले। यस्तो जङ्गल यतापट्टि देखिए तापनि अब यहाँ क्याफे रहेछ। कति राम्रो खालको क्याफे। सट्ट लाइफस्टाइल जिउनु भनेको यिनीहरूले जाने खालके। यस्तो हरियालीमा सट्ट क्याफे बनाएर इङ्ग्लिस पनि लेखेर छ फेरि ह्याप्पी माई हाउस। सट्ट यी सोलर राखेर यहीँ पानीको धारा पनि रहेछ। सल्लाहको रुख पहिलोचोटि यत्रो सल्लाहको रुख देखेँ यार दाइ मैले कोरियामा। खतरा रहेछ। यत्रो जङ्गल छ यहाँ। बाटो कस्तो दामी छ यहाँ। यहीँ खेतबारी छ फेरि। यो काँचे खाने साग, यो प्याज। सट्ट अगाडिपट्टि त्यत्रो होर्डिङ बोर्ड। यतापट्टि दामी गाडी आयो। त्यस्तो छ। त्यहाँ जानकारी रहेछ। यो खै केही होला। हामी कता पायौँ थाहा छैन। साथीहरू हिँड्दा यहाँबाट हामीहरू चाहिँ यसरी हिँडिरहेको सट्ट लाएर एक प्याक हाडी लगेपछि हान्नु पऱ्यो बुढा, नभए के हान्नु। अर्को हेरौँ के हुन्छ। लास्ट डे त बनाउनु पर्ने है यत्रो बिताको। हेरौँ न के हुन्छ। फुलिसकेला नि तिनीहरूले पनि। माधव दाले जिम्मा लानुपर्छ त्यो। त्यही त दुईचोटि भनिसक्यो। हिजो किनेर ल्यायो भने त ल्यासै हुन्छ। कति हान्दै पुरै है हान्दैछ। 2000 हानिसकेछ है। ल हेर्नुहोस् त यहाँ खेत पनि रोप्ने बेला भइसकेर छ। धान रोप्ने। यो कति दिन जति राख्दो रहेछ त यसरी त्यो बनाएर। अब रोपिसक्नु पर्ने हो खासमा। मेसिन ल्याएर ट्याक रोप्छ होइन। यस्तो दामी बनाएको छ ग्रिन हाउस। कति टाइम लाग्छ र हैन। मेसिनले ट्र्याक्टरले झ्याप हान्दैछ। एक दिन सुतेर बिहान उठ्दाखेरि त हरियो भइरहेको हुन्छ। यो मल हो है सबै यो कालोमा राखेको। यो पाङ्गाको मल। सानसानो फ्याङ बनाएको रहेछ। 2 एक 5 छन्। के हो त्यो? खेतबारी नै बिग्रिएको छ क्या। यो पुरै खेत रहेछ यहाँ। दामी। यो खेती गर्नेले किन्ने हो कि अरूले किन्नु पर्दैन। कम्पनी राख्नु पर्छ। यो नास्पाती हो? नास्पाती हो कि स्याउ हो? स्याउ होइन होला। नास्पाती जस्तो छ। यो स्याउ हुनसक्छ त। यो चाहिँ स्याउ हो। यो स्याउ उतापट्टिको नास्पाती। अनि यो चाहिँ खेत यताको। यो चाहिँ पुराना घरहरू। यहाँ बस्दै गाडी हुन्छ घरमा। टक्क टिभी सिभी राखेर सानो त्यो टिभीको राखेर चट्ट 23 लाख पर्यन्त जग्गा थियो भने चाहिँ 23 अक भनेपछि करोड भयो बुढा। 2 करोड भनेको 20 लाख 20 होइन। 2 करोड नेपाली जति भएको 23 अक भनेको त। अक भनेको के हो? अक भनेको एक अकको 10 लाख होइन। खै कति भन्नु 10 लाख नेपाली भनेको त जम्मा सम्मान भएको। यो 2 करोड नेपाली भन्दा बढी भयो। 23 लाखको जग्गा गाउँमा यति पानीले भिजाएको त्यति।
घर सहित होला कहीँ यी ताङ भएपै भनेर दाइ ताङ के भने यो भाडामा पनि होला हौ कमाइ हुन्छ नि त्यहाँ त मार्केटिङको समस्या छैन फर्स्ट बजारमा लियो भने सकियो यतापट्टिबाट पनि छ दामी यो एरिया पहिलोचोटि आइयो तर दामी एरिया लाग्यो मलाई त यार सट्ट सही एरिया छ कोरिया महँगै रहेछ किन्न नसकिने रहेछ